हेलो एभ्रिवान, आज चाहिँ हामी सम्पूर्ण सोरुममा आएको छौँ किनभने भोलि भाइको बिहा छ। सो हामीलाई मिन्त्राले धोका दियो होइन। सो अम्मुको लागि जो लेहेङ्गा मगाएको थिएँ त्यो राम्रो आएन। सो हामी चाहिँ जाँदैछौँ अहिले सम्पूर्णमा अम्मुको लागि लेहेङ्गा हेर्नु। अनि यहाँ चाहिँ लिफ्टमा मलाई चढेपछि पनि के हुन्छ नि, जिरिङ जिरिङ हुन्छ कि रिङ्गेट आउँला जस्तो भइसक्यो भन्दैछु म चाहिँ दिदीलाई होइन। सो हामी चाहिँ लिफ्टबाट निस्किने साथ चाहिँ छ सम्पूर्णको सोरुम होइन। अनि जो चाहिँ यहाँ अब पहिल्यै गइसक्नु भएको छ उनीहरूलाई याद छ यहाँ के पाउँछ, कस्तो पाउँछ होइन। यहाँ चाहिँ ट्रेडिसनल ड्रेस मात्रै नभएर वेस्टर्न इन्डो सबै कुरोको यहाँनिर छैन। चाहिँ म रेड कलरको लेहेङ्गा देखाएर चाहिँ अम्मुलाई जिस्काउँदै थिएँ होइन, अम्मु मलाई यो किनिदेऊ ल यो लेहेङ्गा भन्दै अम्मुलाई जिस्काउँदैछु होइन। अनि इन्दु दी चाहिँ एकदम हतारमा अगाडि एकदम छिटो हिँड्दै जाँदैछ किनभने मेरो अब छिटो सकेन, मेरोमा पनि टाइम थिएन किनभने मलाई 4 बजी मेरो ट्युसन थियो। सो छिटो गरेर चाहिँ हामी सिधै गएर बस्यौँ किड्स सेक्सनमा लेहेङ्गाको लागि। यहाँ आएर हामीले चाहिँ त्यहाँ दिदीलाई लेहेङ्गा देखाउनु भन्दै थिएन कति सालको के सालको भनेर होइन। हाम्रो पर्पल कलरमा देखायो होइन। अरू पनि छ त्यहाँनिर ब्ल्याक हामीले अम्मुलाई यो ब्ल्याक कलर पनि राम्रो रहेछ होइन, ब्ल्याक पर्पलहरू पनि थियो। त्यसपछि हामीले त्यो पर्पल कलरको लेहेङ्गा चाहिँ अम्मुलाई दिदीले ट्राई गराउनु भयो होइन। अनि यहाँ चाहिँ किड्स मतलब सानोदेखिको लिएर ठुलोसम्म होइन, जेन्ट्स लेडिज सबै अब एउटै रुफमा पाउनु सक्नुहुन्छ। तपाईँहरू अगर बिहाहरू केलाई किन्नु चाहन्छ एउटै उयसमा होइन, किन जग्गा कुदिरहनु पर्दैन। एउटामा जेन्ट्स लेडिजदेखिको र सानो नानीदेखिको लिएर सबै पाउँछ, वेस्टर्न इन्डियन सबै कुरो पाउँछ होइन। सो यो लेहेङ्गा लगाएर अब अम्मुले पोस्दैछ होइन, किनभने भेनालाई अपलोड त लाग्छ भेनाले गर्यो। सो भेनालाई फोटो खिचेर पठाउनुपर्छ, दिदीले उताबाट फोटो खिच्दैछ होइन। सो यो पर्पल कलरको बाद हामीले अर्को ट्राई गऱ्यौँ यो येल्लो कलरको होइन, येल्लो अरे मिस्टेक भएछ। वाइट कलरको लेहेङ्गा चाहिँ हामीले किनेर फेरि त्यो हाम्रो इन्डीले हाल्नु खोज्दैछ तर अब फुल्न मतलब सकेन। त्यसपछि त्यो दिदीले खै म लगाइदिन्छु भनेर लगाइदिनु भयो र हामीले यो वाइट कलर पनि राम्रो राख्यो होइन। अब अम्मुले कुन कलरमा लेहेङ्गा किन्यो त्यो चाहिँ तपाईँले अब भोलि बिहाको भिडियोहरूमा देख्न सक्नुहुनेछ होइन। यसको बाद अनि यो पिङ्क कलर पनि कस्तो दामी नै एम्ब्रोइड्री गरेको रहेछ होइन, कस्तो दामी छ। भने इन्ड्रेन हेर्दा कस्तो दामी छ, मलाई पुरा मन पऱ्यो होइन कलर पनि। तर यसको दाम सुनेर चाहिँ म एकदमै डरले होइन। सो म दाम चाहिँ भन्दिनँ तर अब त्यस्तै थियो। त्यसपछि आरुषको लागि पनि अब शेरवानी किनिदिन्छु हेर्न भनेर चाहिँ हेर्दै थियो होइन। हामीले एक दुईवटा मन पनि पऱ्यो तर अब होइन गरममा त्यो थाहा छ सिलगढीमा त कस्तो गरम छ। सो गरम हुन्छ भनेर चाहिँ मैले होस् फुलै लाउनु अन्त घरमा मेरो छ होस् त्यही लगाइदिन्छु भनेर मैले चाहिँ आरुषलाई किनिदिनँ। एउटा चाहिँ मलाई मन परेको थियो यो कलरको होइन, यो कलरको चाहिँ मन परेको थियो बट किनिनँ मैले। पढाएको छ। त्यसपछि इन्दुले अरू पनि अब उनीहरूलाई आएपछि त हो होइन, नानीहरूको लागि त अब जेदेखि पनि आमाहरूको मन चाहिँ अब नानीहरूको माथि हुन्छ अरे नि त होइन। अब काहीँ केहीदेखि पनि सबसे पहिला नानीहरूको बारेमा हामी सोच्छु होइन। अब सबै आमाहरू नै त्यस्तै नै होला होइन, म मात्रै होइन दिदी मात्रै होइन होला होइन। नानीहरू सब आमाहरू भएपछि सबभन्दा पहिला त्यो कहावत छ नि, आमाहरूको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि होइन। अन्त इन्दुले यो लुगा चाहिँ इन्दुले भन्दै थियो होइन, एकजनाको बिहामा चाहिँ म लाउँछु एक दिन म लुटिन्छु अन्त यो लुगा चाहिँ म लाउँछु भनेर होइन। अन्त इन्दुले मलाई ब्लाउजहरू देखाउँदै थियो। अब मेरो पनि साडी थियो त्यसको लागि ब्लाउज खोज्दै थिएँ नि त मैले। एक्चुली छन त छ तर त्यसको अलिक साइजहरू भइरहेको थियो तर म त्यसको चाहिँ अलिक डिप नेक थियो, डिप नेक म लाउनु सक्दिनँ। सो अरू कलरमा हेर्दै थिएँ, एउटा चाहिँ अब म्याचिङ होला भनेर निकालेको त भने गोल्डन कलरको रहेछ होइन। अब यहाँ ब्लाउजहरू पनि सबै कुरो पाउनु सक्छ है तपाईँले अब होइन। यस्तै टाइपको सानो लो प्राइससम्म त महँगो होइन, लो प्राइसदेखिको लिएर हाइस्ट प्राइससम्म छ। त्यो आफ्नो माथि डिपेन्डेड छ तपाईँले कस्तो लिनु सक्नुहुन्छ। अनि यहाँ इयरिङहरू पनि कलेक्सन छ। अब लुगाफाटा नभएर चाहिँ तपाईँले त्यहीँनिर साँच्ची भनेको इयरिङ ब्याग ज्वेलरी सबैको कलेक्सन गरेर अब म्याच गरेर चाहिँ तपाईँले त्यहाँबाट लिन सक्नुहुन्छ होइन। त्यो इयरिङहरू पनि राम्रो थियो होइन।
अनि ब्यागको कलेक्सनहरू पनि राम्रै छ, राम्रै थियो। तिमीले चाहिँ कति गयो अनि म चाहिँ यहाँनिर ब्यागहरू हेर्नु थालेँ होइन। अन्त साडीहरूको कलेक्सन चाहिँ यस्तो छ होइन। अब एक्चुअलमा साडीको मतलब नामहरू चाहिँ मलाई थाहा छैन, तर सबै टाइपको साडीहरू चाहिँ तपाईँले पाउनुहुन्छ। त्यसपछि हामीले यस्तै गर्दै हामीले चाहिँ अब त्यहाँ आफ्नो सामानहरू लिएर बिदा लिए होइन। सो बाई बाई। फेरि नेक्स्ट भिडियोमा तपाईँले देख्न सक्छ कि अम्मुले कुन चाहिँ लेहेङ्गा किन्यो।